अस्ति मैले यो ट्रिमेटीसँग रिलेटेड 2 मार्क्स क्वेसन्सको लागि 7वटा क्वेसन चाहिँ मैले सल्भ गरेर चाहिँ पठाएको थिएँ। आज म फेरि त्यसैसँग रिलेटेड 2 मार्क्ससँग रिलेटेड क्वेसन अर्को म चाहिँ लिएर आएछु र यसमा छ 2 sin स्क्वायर 90 डिग्रीमा सिटा बराबर 1 प्लस cos 2a। यसमा एलएचएसबाट 2 sin स्क्वायर 90 डिग्री माइनस a है। 2 sin स्क्वायरमा हाम्रो फर्मुला हुन्छ 1 माइनस cos 2a, किनभने cos 2a को फर्मुला हुन्छ cos 2 बराबर 1 माइनस 2 sin स्क्वायर a र यसलाई हामी यतातिर ल्यायो भने 2 sin स्क्वायर a बराबर 1 माइनस के हुन्छ cos 2a हुन्छ, किनभने यो cos 2 बराबर 1 माइनस 2 sin स्क्वायरबाट हामी के गर्छौँ 2 sin स्क्वायर हामी लिन्छौँ। त्यसकारण यसको हामी सट्टा यसको ठाउँमा हामी कति लेख्छौँ 1 माइनस cos 2a है। 1 माइनस cos 2a को ठाउँमा 90 डिग्री माइनस a छ, यो बराबर कति हुन्छ 1 cos x 80 डिग्री माइनस 2a है, माइनस 2a हुने भयो cos x 80 डिग्री माइनस 2a। अब cos x 80 मा आफ्नो cos को के हुन्छ यो cos को चेन्ज हुँदैन र यो कास्ट हुने अथवा यो आफ्नो चतुर्थांशमा यो छैन cos, त्यही भएर चाहिँ cos को cos हुन्छ तर माइनस cos 2a हुन्छ है। हाम्रो यो फर्मुला हुन्छ cos x 80 डिग्री माइनस थीटा इज इक्वल टु माइनस cos थीटा। हाम्रो यो सूत्र हुन्छ चेन्ज हुँदैन, त्यसकारण माइनस माइनस कति हुने भयो प्लस हुने भयो है। यो प्रुफ भयो है, यो प्रुफ हुने भयो। त्यसरी क्वेसन नम्बर 9 मा यहाँ 9 छ 2 cos स्क्वायर 45 डिग्री माइनस a बराबर कति हुन्छ 1 प्लस sin 2a है। 1 प्लस sin 2a यहाँ थियो cos 2 यहाँ sin 2a, तो एलएचएसबाट हामी यो सल्भ गर्छौँ 2 cos स्क्वायर 45 डिग्री माइनस a। अब फेरि यो cos हाम्रो फर्मुला हुन्छ cos 2a बराबर cos को फर्मुला 2 cos स्क्वायर a माइनस 1 र यतातिर लिन्छौँ भने 1 प्लस cos 2a बराबर कति हुन्छ 2 cos स्क्वायर, अर्थात् 2 cos स्क्वायर को ठाउँमा हामी कति लेख्छौँ यो कति 2 cos स्क्वायर बराबर 2 cos स्क्वायर a बराबर कति 1 प्लस cos 2a, यसका 1 प्लस cos 2a 45 डिग्री माइनस a र यसमा हामी 2 लेखेको 2 लाई गुणन गर्नुपर्छ 90 डिग्री माइनस 2a। अब cos को कति हुन्छ न फर्स्ट चतुर्थांशमा यो पर्छ, त्यही भएर cos को के हुन्छ sin हुन्छ 1 प्लस sin 2a हुने हो यसरी है। यो cos 90 डिग्री माइनस थीटा इज इक्वल टु हाम्रो कति हुन्छ sin थीटा है। यो फर्मुलाबाट हामी के गर्यो यसलाई लियो। त्यसरी यो दुईटा हाम्रो भयो। त्यसपछि अर्कोमा छ यो क्वेसन नम्बर यो 10 मा हाम्रो 10 मा छ cos स्क्वायर 45 डिग्री प्लस a प्लस cos स्क्वायर 45 डिग्री माइनस a बराबर 1 है। वो cos स्क्वायर 45 प्लस a प्लस cos स्क्वायर 45 माइनस a। अब हामीसँग दुईटै cos छ, दुईटैलाई हामी के गर्छौँ अघि जुन फर्मुला युज गर्थ्यो cos स्क्वायर को हाम्रो यो cos 2 cos स्क्वायर छ, यो cos स्क्वायर बराबर हाम्रो फर्मुला हुन्छ 1 प्लस cos 2a/2 हुन्छ है cos स्क्वायर a। त्यसकारण यसलाई हामी a मान्छौँ, यसले पनि b छ भने cos स्क्वायर b हो। यसरी हामी दुईटैलाई एलएचएसबाट हल गर्दाखेरि यस बराबर cos स्क्वायर 45 डिग्री प्लस a प्लस cos स्क्वायर 45 डिग्री माइनस a। अब cos स्क्वायर a को ठाउँमा हामी लेख्छौँ 1 प्लस cos 2a 45 डिग्री प्लस a/2। त्यसपछि यसलाई पनि हामी त्यही लेख्छौँ
1 प्लस cos 2 45 डिग्री माइनस c अपन 2 हुने हो। अब यसरी cos स्क्वायर बराबर अब हामीले के गर्नुपर्छ 2 ले गुणन गर्नुपर्छ 1 प्लस cos 90 डिग्री 45 गुणा 90 प्लस 2a प्लस 1 प्लस cos 90 डिग्री माइनस 2a अपन 2। अब यसरी हामी यसलाई चेन्ज गर्छौं है cos 90 प्लस a छ भने cos कति हुन्छ cos को sin हुन्छ आफ्नो चताज नपाएर 1 माइनस sin 2a 1 माइनस sin 2a। अब फेरि यसलाई यो हुन्छ यो 2 छँदै छ। अब यो cos 90 माइनस यहाँ प्लस भएकोले चाहिँ यो दोस्रो चतुर्थांश जान्छ यो माइनस छ त्यही भएर यो पहिलो चतुर्थांशमा नै हो। त्यसकारण cos कति हुन्छ sin 2a यसरी है यो चाहिँ हामीले के हुन्छ cos 90 डिग्री प्लस a या थीटा cos बराबर माइनस sin a अनि यो cos फेरि अर्को छ cos 90 डिग्री माइनस a बराबर हाम्रो यो ठाउँमा 2 छ भनेको cos को हुन्छ sin a है। यसरी दुईटा फर्मुला के हुन्छ हामी कन्भर्ट गर्छौं चेन्ज गर्छौं cos 2 भयो। अब एलसीएम हामी लिन्छौं दुईटैको हरबाट समान छ sin 2a 1 प्लस sin 2a अब प्लस माइनस के हुनु क्यान्सल हुने भयो 1 1 जोडेर कति त 2 2 बाट 1 के भने 2 है। यसरी हाम्रो चाहिँ क्वेशन प्रुफ हुने हो है। त्यसरी अब अर्को छ प्रमाणित गर्नुहोस् सबै प्रमाणित गर्ने होस् दिएको छ। अब यो 10 नम्बर हो त्यसपछि 11 नम्बर 8 9 यो 10 नम्बर हो है। तेस्रो नम्बर क्वेशन 8 9 यो 10 भयो यो 11 नम्बर भयो है। अर्को छ cos 2a अपन 1 प्लस sin 2a बराबर 1 माइनस tan a 1 प्लस tan a है। अब हामी के गर्छौं यो एलएचएस बाट लिन्छौं यो एलएचएस बाट यो चाहिँ 11 नम्बर हुन्छ है। यो 11 जति नम्बर भएको 8 वटा भयो त्यसमा 9 हो 10 हो 11 हो 19 हो अनि एलएचएस cos 2a cos 2 1 प्लस sin 2a। अब यो हाफ डबल एंगल छ cos 2a हामी फर्मुला लगाउँछौं cos स्क्वायर a माइनस sin स्क्वायर है। अब यसलाई 1 को ठाउँमा हामी लेख्छौं sin स्क्वायर a प्लस cos स्क्वायर a sin 2 फर्मुला 2 sin a into cos a हाम्रो के भयो तल माथि दुईटै अंश र हरमा हामी दुईटै के गर्यो 1 को ठाउँमा यो भयो यो sin 2 फर्मुला हो यो cos 2 बराबर cos स्क्वायर माइनस sin स्क्वायर हुन्छ। यसलाई हामी के गर्छौं दुईटा बनाउँछौं cos a प्लस sin a र यो हुन्छ cos a माइनस sin a। त्यसपछि अब यो हामी कति लेख्छौं यसलाई हामी sin यसलाई यसरी लेख्न सकिन्छ sin स्क्वायर a प्लस 2 sin a into cos a र cos स्क्वायर हामी यसरी यसलाई लेख्न सक्छौं है। cos स्क्वायर अगाडि पछाडी a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर यो 2ab है 2ab प्लस b स्क्वायर अर्थात यो माथिको हाम्रो cos a प्लस sin a cos a माइनस sin a र तल कुनै हो sin a प्लस cos a को होल स्क्वायर cos a प्लस sin a छ cos a प्लस sin a प्लस cos a यो दुईटा छ हामी यसलाई दुईटा लेखेर काट्न सक्छौं है। यसको हाम्रो यो हुन्छ cos a प्लस sin a अनि cos a माइनस sin a यसलाई दुईटा छ भने sin a प्लस
प्लस कस ए अनि साइन ए प्लस कस ए र दुईटा हामी लेख्न सक्छौँ। त यो के भयो, यो साइन ए प्लस कस क्यान्सल भयो। त्यसरी अब बाँकी के हाम्रो रहने भयो, कस ए माइनस साइन ए र तल के हो साइन ए प्लस कस ए। अब यो दुईटा रहने भयो है। अब त्यसपछि हामी के गर्छौँ, यो कसलाई यसलाई हामी अगाडि लेख्छौँ, यो कस ए माइनस साइन ए र यसलाई हामी कस ए प्लस साइन ए हामी लेख्न सक्छौँ। यसलाई हामीले के चाहिन्छ, ट्यान चाहिन्छ है, ट्यान चाहिन्छ। अब ट्यानको लागि हामी के गर्छौँ त, यसलाई 1 ल्याउनु पर्ने हुन्छ र साइन अपन कस हुन्छ, ट्यान हुन्छ। त्यही भएर हामीले के गर्ने, हर अंशमा दुईटैले के गर्नुपर्छ, भाग गर्नुपर्ने हुन्छ ल है। अब हर अंशमा हामी के गर्छौँ, कस ए अपन कस ए ले भाग गर्छौँ, अंशमा पनि र हरमा पनि है। कस ए अपन कस ए प्लस साइन ए अपन कस ए। यो क्यान्सल, यो क्यान्सल, यो हुने भयो 1, यो हुने भयो ट्यान ए, यो हुने 1, यो हुने भयो ट्यान ए है। यसरी हाम्रो के आयो त, प्रमाणित भयो, प्रुभ भयो है। यो यसरी चाहिँ के आयो त, 1 अपन ट्यान ए अपन 1 प्लस ट्यान ए। त्यसपछि अर्कोमा छ यो 12 नम्बरमा tan अल्फा प्लस कट अल्फा बराबर कति त 2 cos 2 अल्फा है। यो सोधेको छ प्रमाणित गर्नको लागि। अब LHS बाट हामी यसलाई लिन्छौँ, LHS मा tan अल्फा प्लस कट अल्फा। अब दुईटैलाई हामी के गर्छौँ, चेन्ज गर्छौँ। यो साइन अल्फा अपन जनरल फर्मुला है, कस अल्फा प्लस कट भनेको कस अल्फा अपन साइन अल्फा। अब यसलाई एलसीएम हामी लिन्छौँ, कस अल्फा इन्टु साइन अल्फा है। अब यो क्रस गुणन हुन्छ हामीहरू, यसको चाहिँ यसलाई साइन स्क्वायर, यसलाई कस स्क्वायर, साइन स्क्वायर प्लस कस स्क्वायर अल्फा। यो साइन स्क्वायर प्लस कस स्क्वायर 1 हुने भयो। अब यसलाई हामी कस अल्फा इन्टु साइन अल्फा है। अब यसलाई हामी के गर्छौँ, हामीलाई कस 2a चाहियो। अब कस 2 हुनुको लागि तल हामी के गर्छौँ, साइन 2a बनाउँछौँ है। 1 इन्टु 2, यसलाई 2 र यसलाई साइनलाई अगाडि र कसलाई हामी पछाडि लेख्छौँ। यो 2 हुने भयो है। 2 इन्टु 1, 1 इन्टु 2 त्यसमा केही फरक पर्दैन। यसलाई हामी 1 मा के गर्यो त 2 ले गुणन गर्यो है। अब यो माथि गुने भयो साइन 2 अल्फा, साइन 2 अल्फा र साइनलाई माथि लाग्दा के हुन्छ, cos 2 अल्फा। यो हाम्रो के भन्नु त, प्रुभ हुने है, cos 2 अल्फा प्रुभ हुने भयो। यसरी हाम्रो के त एन्सर आयो। त्यसपछि अर्कोमा छ हाम्रो यो 12 नम्बरमा, यो 11 12 नम्बर भयो। अब यो 13 नम्बर, यो छ 1 minus 2 sin a into cos a अपन कति त 2 बराबर sin स्क्वायर पाई अपन 4 minus a। यति हामीलाई दिएको छ है। अब यसबाट हामी के गर्छौँ, RHS बाट हामी लिन्छौँ। यो RHS बाट सजिलो हुन्छ गर्नको लागि। RHS बाट यो sin स्क्वायर पाई अपन 4 minus a। साइन स्क्वायर बराबर हाम्रो फर्मुला हुन्छ cos 2a को फर्मुला साइनमा cos 2a बराबर 1 minus 2 sin स्क्वायर a है। अब यसलाई साइन लगाएर भने sin स्क्वायर a बराबर 1 minus cos 2a और मा sin स्क्वायर a बराबर 1 minus cos 2 अपन कति हो 2 हुने हो। यसरी हामी के गर्छौँ, फर्मुला लेख्छौँ।
यो चाहिँ यसलाई cos त्यस कारण 1 माइनस cos 2a है cos 2a को ठाउँमा हाम्रो 45 डिग्री अपन 4 माइनस a अब 1 ले गुणा हामी 2 ले के गर्छौं गुणन गर्छौं है अब cos कति हुनु 2 into 45 upon 4 minus 2a 1 minus cos 2 यो 2 दुना 4 हुने भयो है कति हुने हो pi upon 2 minus 2a अब cos छ अब cos को हाम्रो कति हुने भयो 1 minus cos यो pi upon 2 भनेको 90 डिग्री हामीले के हुनु पर्छ 90 डिग्री हुने भयो यो कति त cos कति हुन्छ यो sin है sin 2a यसै यहाँ हामीले के हुन्छ cos pi upon 2 minus यो 2a छ यसको अर्थ हो cos 90 डिग्री 180 डिवाइडेड 2a है यसरी pi भनेको pi को मान के हुने भयो त 180 हुने भयो सरी है pi को मान कति त 180 डिग्री बाट हामीले यसरी भाग गर्दाखेरि pi upon 2 बराबर कति भयो 90 डिग्री हुने यसरी चाहिँ हामीले बुझ्नु पर्ने हुन्छ है यो यसरी pi को मान 180 pi भने 2 ले भाग गर्यो भने 90 डिग्री हुन्छ pi upon 2 त्यसकारण यो pi upon 2 भनेको 180 ले के हुन्छ हामी भाग गर्छौं 2 ले त्यसकारण 180 upon 2 भनेको 90 डिग्री हुने हो upon 2 पार्ट है यसरी चाहिँ हामी के गर्छौं भनेको pi upon 2 भनेको 90 डिग्री माइनस थीटा हामीले त्यो बुझ्नु पर्ने हुन्छ ल अब यसमा त्यसकारण यो sin 2 हुने भयो अब sin 2 हामीले के गर्छौं हाम्रो आन्सर छ कति त sin 2 यस यहाँ अपन पनि sin 2 अपन यहाँ है यहाँ 2 cos 2 upon 2 छ यहाँ 2 यहाँ लेख्नु पर्ने हुन्छ है 2 लेख्नु पर्ने हुन्छ यहाँ पनि अलिकति यहाँ मिसप्रिन्ट भएछ है यहाँ कति त 2 हुन्छ यसमा लेख्दाखेरि यहाँ यसरी 1 minus cos 2 1 minus cos 2 upon 2 छ फर्मुलामा है यसरी अब यसले म मेटाउन गइरहेको छु यहाँ छुटेको छ 1 minus कति त cos 2 into pi upon 4 minus 2a upon कति हुने हो 2 हुने हो है अब यसरी यसलाई गर्दाखेरि 1 minus cos यो pi upon 2 minus 2a upon कति हुने हो 2 1 minus तेरी यसलाई यस पुरै मेटाउनु पर्ने हुन्छ है यहाँ लेखेर यो cos 2 भयो cos sin square 1 minus cos 2a pi upon 4 minus a as whole upon 2 हुन्छ यसरी है as upon 2 हुन्छ अब यसमा हामी के गर्छौं 1 minus cos 2 into pi upon 4 minus 2a upon 2 अब यो हुन्छ 1 minus cos यो भनेको pi upon 2 minus 2a upon 2 अब cos यो हुने हो 1 minus sin हाम्रो 2a हुने हो upon 2 है यो pi upon 2 भनेको 90 डिग्री हामीले बुझ्नु पर्ने हुन्छ यो pi upon 2 बराबर 180 भनेको 90 डिग्री यो हामीले त्यसरी बुझ्नु पर्ने हुन्छ त्यसकारण sin यो cos 90 डिग्री माइनस a बराबर यो sin a हुने हो है यसरी लास्टमा हाम्रो के हुन्छ यसलाई sin 2 sin a into cos a upon 2 यसरी हाम्रो के आयो आन्सर हाम्रो आन्सर त्यति छ 1 minus 2 sin a into cos a upon 2 छ यसरी हाम्रो चाहिँ आयो यो चाहिँ अर्को क्वेशन नम्बर 13 मा अब क्वेशन नम्बर 14 है 14 मा चाहिँ हाम्रो एउटा sin qa minus cos qa upon
sin A minus cos A है sin A minus cos A बराबर 1 plus 1 upon 2 sin 2A अब LHS बाट हामीले सल्भ गर्छौं sin QA minus cos QA sin A minus cos A अब AQ minus BQ रूपमा हामी के गर्छौं हल गर्छौं है AQ minus BQ को A minus B A square भनेको sin A square plus sin A into cos A upon यो जस्तो आएको त्यस्तै cos A plus cos square है A minus B A square AB plus B square रूपमा भयो अब यो sin A minus cos A छदैछ यो हाम्रो के भयो क्यान्सल भयो बाँकी हामी यसलाई sin square plus cos उसको हामी के गर्छौं एक ठाउँमा लेख्छौं त्यो हामीले 1 ल्याउनु पर्ने हुन्छ के sin square A plus cos यसको बराबर sin A into cos A अब यसलाई हाम्रो कति दिन्छ 1 दिन्छ अनि sin A into cos A यसलाई 1 एक अब हामीलाई यो sin 2 पुर्याउनको लागि 2 sin A हुनु पर्छ त्यसकारण यहाँ 2 ले हामी के गर्छौं भाग गर्छौं र यो 2 sin A into cos है किनभने sin 2A हुनको लागि 2 sin A into cos A हुनु पर्छ त्यसकारण हाम्रो यहाँ मैले के गरे यहाँ तल र माथि दुईटैमा के गरे 2 थपे है र यसको कति हुन्छ 1 plus 1 upon 2 यो कति हुने हो sin 2A यो प्रुफ हुने हो है यसरी हाम्रो एउटा के त रिजल्ट आयो अब आज म चाहिँ यति चाहिँ फेरि पुनः म चाहिँ अर्को दिन लिएर अर्को चाहिँ दिन अर्को यसपछिको चाहिँ यो 2 मार्क क्वेशन छ त्यो लिएर म आउने छु है